सम्झना सम्झना यो कस्तो तिर्सना सकिन यो जुनीमा तिमीलाई बिर्सन। पहिलो भेट त्यो हाई स्कुल किशोर भयो उमेरमा, उच्च शिक्षाको हाम्रो बाटो अलग थियो, त्यसैले हाम्रो बिछोडो अनिवार्य थियो। 5 दशक बिते पनि ताजै छ सुमधुर सम्झना 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 यो कस्तो सम्झना सम्झना। 20औं शताब्दीको मध्यमा जन्मेका थियौ हामी, 21औं शताब्दीको चौथाइमा पुगिसकेछौ हामी। धेरै पढेपछि तिमी के भयो, अहिले त सायद रिटायर नै भयो। हाम्रो पिरती मन मस्तिष्कमा छ कि तिमीले बिर्स्यौ। सम्झना सम्झना यो कस्तो सम्झना सम्झना। न त माया घटेको छ न त आएको छ मायामा कुनै विरक्ति। महासागर झै शान्त अविरल छ अनौठो अझ रमर पिरती। न त हाम्रो भेट कहिले जुर्यो न त सम्झना कहिले टुट्यो, अझम्बरी मित्रताको सिलसिला अटुट रह्यो। सम्झना सम्झना यो कस्तो सम्झना सम्झना। विद्यार्थीमादा सम्मान सत्कार झन्झन बढेर गयो, भौतिक उपस्थिति भन्दा बिछोडको पिरती झन्झन गाढा भइरह्यो। सुख र दुःखमा गाढा सम्झना आइरहने जिन्दगी भयो। वरिपरि सबै शान्त सुखाए देख्छु अपुग अशान्त केही देख्दिन, तर पनि यो मनले तिमीलाई नै खोजिरहन्छ किन। सम्झना सम्झना यो कस्तो सम्झना सम्झना। फेरि त टुटेको छैन नमरी, बाँचे भेट हुन्छ अवश्य यही जुनीमा। भएन भेट भने पनि आँटिनु ठिक होइन यो मरि जाने जीवनमा। अमर प्रेम कथाको सुनौलो उपमा बनिरहनेछ शताब्दीसम्म, उजसी पिँढीले गाइरहनेछन् गीत नै युगौ युगसम्म। सम्झना सम्झना कस्तो मिठो सम्झना सम्झना।